हेलो एभ्रिवान, म चाहिँ आज यहाँ सानीमाको घरमा आएको छु। अनि पुन्डुलाई स्कुलबाट लिएर छोरीलाई। अनि अब यहाँ आज चाहिँ कटर पाकेको कटर खाने कार्यक्रम हुँदैछ। यहाँ यो चाहिँ मेनुका हो। उसले चाहिँ यहाँ कटर फुटाउँदैछ। मलाई चाहिँ ठिकै लाग्छ, त्यस्तो धेरै यसको स्मेल चाहिँ एकदमै मिठोवाला लाग्छ, तर खाँदा चाहिँ ठिकै लाग्छ। यो मेनुका चाहिँ मस्यौरा बनाउँछ, अहिले उसले के अरे खुवा बनाएको छ। कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला। मस्यौरा बनाउँछ, अचार बनाउँछ, अनि खुवा बनाउँछ। ल आउनु यस्तो हुन्छ। गुलियो छ, मिठो रहेछ ल। यो चाहिँ यस्तो हुन्छ निकालेपछि।